नयाँ युगको सुरु पनि भएको जस्तो सङ्केत आएको छ। जस्तो कि अहिलेको यो हाम्रो भालेन्साको क्रेजहरू हरेक कुरा त्यो छ। अब हामीले सबै हाम्रो देशलाई चाहिँ सिङ्गापुर अमेरिकै चाहिँ त्यो बनाउन अहिले सम्भव नहोला। त्यो सम्भव बनाउनको लागि जग बसाउनको लागि चाहिँ हाम्रो यो राष्ट्रिय स्वतन्त्र पार्टीले के गर्नु पर्यो र जनताहरूले पनि सपोर्ट गर्नु पर्यो क्या। जस्तो कि हाम्रो हातबाट गर्ने ठाउँबाट त हामीले गर्नु पर्यो नि त। देशको आर्थिक स्रोत बढाउनु पर्यो नि त। केही गर्नको लागि केही काम गर्नुको लागि त आर्थिक स्रोत चाहिँ चाहिने हो। आर्थिक स्रोत त कहाँबाट आउँछ हाम्रो, होइन? त्यो कुरालाई हरेक कुराहरूलाई मध्यनजर गर्दै अब हामीले हाम्रो आफ्नो ठाउँबाट गर्ने कुराहरू चाहिँ हामीले पुरा गर्नुपर्ने हुन्छ क्या। हामीले नियमको पालना गरिदिनुपर्ने हुन्छ। हामीले जस्तो कि हरेको त रोडमादेखि लिएर भयो, हाम्रो सडक किनारा, फुटपाथ अनि हरेक कुराहरूमा चाहिँ हामीले चाहिँ आफूबाट अरू केही गर्न नसके पनि, देशको लागि केही गर्न नसके पनि आफ्नो नियमको पालना मात्रै गरिदिनु हो भने धेरै हुन्छ कि। जस्तो कि अब हामी सडकतिर फोहोर हुन्छ हेर्छौँ, फोहोर जताततै काठमाडौँमा अहिले पनि त्यो क्लिन छैन क्या। योभन्दा 2-4 वर्ष अगाडि त झन् धुर्तै थियो, फोहोर लास्टै फोहोर थियो, र अहिले काहीँ चाहिँ अलिक सुधार हुँदै गएको छ अब, होइन? त्यो भने चाहिँ हामी 3 करोड जनताहरू छौँ क्या। त्यो 3 करोड जनताहरूमै यो कुरा चाहिँ सबै माझ पुग्नु पर्यो क्या। जस्तो कि हामीले काहीँ अब हाम्रो कस्तो देखिन्छ भने सडकमा हामी केही कुराहरू खान्छौँ, सडकमै फालिदिन्छौँ, फुटपाथमै जे खायो त्यही फालिदिन्छौँ। त्यो बानी चाहिँ होइन, भन्नु नपरोस् क्या कसैले। हामीले मोबाइल फोनमा हेरिरहेको हुन्छौँ, मोबाइल फोनतिर अरू देशको हेरौँ, चप्पल नलाएर हिँड्दा पनि खुट्टामा फोहोर नलाग्ने जस्तो सडकहरू देखिन्छ क्या। त्यो कसले गर्छ त? हामीले आफैले गर्छ। सरकार हो भने चाहिँ जनताले गर्न नसक्ने काम सरकारले गरिदिन्छ। जनताबाट गर्ने काम त आफ्नो वरपरको सरसफाइ त अरूले गरिदिँदैन नि त, हामीले गर्नु पर्यो। हामीले टक्कसँगले हरेक कुराहरू चाहिँ जनता नै विकसित हुनुपर्छ कि देश बन्नको लागि। अब हाम्रो अहिले यसो विचार गर्छु म, हाम्रो जस्तो सबै नेपालीहरूमा त्यो ज्ञान छैन। जताततै फोहोर फाल्ने बानी छ हाम्रो। बाटो काट्दादेखि लिएर भयो, हरेक कुरामा हाम्रो अनुशासन छैन कि। यो अनुशासित बन्नु पर्यो सबै, अनि पो हुन्छ त। अर्काको विरोध गरेर मात्रै देश चाहिँ बन्दैन। त्यही भएर हामीले हरेक कुराहरूमा ख्याल गर्नुपर्ने हुन्छ क्या। हामीले अर्थ केही पर्दैन, हामीले नियमको पालना मात्र गरिदियो भने सकियो क्या। हामीले केही गर्न नसके पनि नियमको अर्थ केही पनि होइन। अहिले हरेक कुरालाई हाम्रो मैले यस्तो कल्पना गरेको कुरा चाहिँ हामीले यो काठमाडौँ सहर छ नि जुन यति फोहोर छ, यसलाई चाहिँ चट्ट अब बिस्तारै म्यानेजमेन्ट गर्दै जाने, सरसफाइ अभियानमा सबैजना लाग्ने, हरियाली सहर बनाउने। हाम्रो खोला किनाराहरू कति फोहोर छ, त्यसलाई एकै दिनमा हुँदैन, दिन प्रतिदिन यसो सबैले टाइम मिलाएर यताउता गर्ने हो भने हुन्छ कि। त्यही भएर मलाई पनि यसो अलिकति जोस जाँगर चलिरहेको छ यसपाला। मलाई चाहिँ यो पुरानो दलले जितेको भए चाहिँ साँच्चै होला फ्रस्ट्रेसनमै जान्थ्यो होला। ठिक छ, नयाँ मैले आफूले सोचेकै पार्टीले जित्यो, होइन? यसमा खुसी छौँ। अब मलाई पनि काम गर्न जोस जाँगर चलिरहेको छ कि। त्यही भएर हाम्रो प्रत्येक ठाउँमा चाहिँ सरसफाइ हुनु पर्यो। हरेक ठाउँमा सरसफाइमा ध्यान दिनु पर्यो। हाम्रो बाटो हिँड्दादेखि लिएर होस्, कहाँ हुन्छ एउटा पनि भुइँमा कागज खस्नु भएन कि। त्यो कागज छ नि जुन हामीले, त्यो कागजलाई चाहिँ बरु घर डस्टबिन भेट्नु भएन भने गोजीमा हाल्नुहोस्, कतै झोलामा हाल्नुहोस्। त्यही भएर फोहोर फाल्ने काम चाहिँ काहीँ नगर्नुहोस्। झुकिएर कथाङ्काल मैले फालेछु भने पनि मलाई गाली गर्नु होला, अहिले फालेको देख्नु मैले सम्झाउनु परोस्। यस्तो वातावरण सिर्जना होस् क्या। बाटोमा हिँडिन्छ सडकभरि धुलै, अनि यस्तरी भएन क्या। हामी यत्रो अरू देश यत्रो 200, 300, 400, 500 वर्ष अगाडि पुगिसक्यो, कति डेभलप भइसक्यो, जब हामी सरसफाइ गर्न सकेका छैन क्या। हाम्रो सरसफाइ नै छैन। कहीँ मलाई चित्तबुद्ध भन्ने ठाउँमै कहीँ छैन क्या काठमाडौँ। त्यही भएर एउटा
सानो सन्देश मैले जाने जति मैले भर्खर सुरु गरेको खासै बोल्न त आउँदैन